के साथीहरू 84 को चुनावमा यी मैले स्क्रिनमा देखाइरहेका युवाहरू मिल्लान् त? यदि मिलेको खण्डमा 84 को चुनाव कस्तो होला जस्तो लाग्छ साथीहरू तपाईँहरूलाई? मलाई चाहिँ नेपालको राजनीतिक प्लस हैन नेपालको वर्तमान अवस्थालाई लिएर हेर्दाखेरि यी युवाहरू एक ठाउँमा आउनुपर्छ र एकै ठाउँबाट चुनाव लड्नुपर्छ अथवा नभएको खण्डमा पनि तपाईको अलिकति मेलमिलाप तरिकाले चुनाव लड्नुपर्छ जस्तो मलाई लागिरहेको छ। सिंगल चुनाव लड्दाखेरि जस्तै बालनको टिमले अथवा हर्काको टिमले मात्रै पनि कुनै पनि बहुमत लिन सक्ने अवस्था छैन हैन। यो अवस्थामा सबैजना युवाहरू मिल्न पर्ने अवस्था देखिन्छ। यदि सबैजना युवाहरू मिलेको खण्डमा 84 को लागि एउटा छुट्टै माहौल क्रिएट हुन्छ जस्तो अटोमेटिक जनतालाई चाहिँ नयाँहरूलाई भोट दिनुपर्छ भन्ने खालको सन्देश जान्छ र नयाँ युवाहरूको सरकार बन्न सक्ने सम्भावना चाहिँ मैले ठानिरहेको छु साथीहरू। त्यो भएको कारणले गर्दाखेरि हजुरलाई कस्तो लाग्छ हैन, तपाईहरुले पनि कमेन्ट गर्नु होला है त।